वृद्ध भत्ताको उमेर अब 75 वर्ष पुर्याउने तयारी। दशमीन अहिले 70 वर्षमा पाइँदै आएको वृद्ध भत्ता अब 75 वर्ष पुगेपछि मात्रै दिने हैन। मान्छे 75 हैन, यहाँ 50 वर्ष बाँच्न गाह्रो भइसक्यो। म यहाँ बुढो भइसकेँ, मेरो उमेर आदि गइसक्यो, म 50 वर्ष बाँचुला नबाँचुला भन्ने भइसक्यो। यहाँ के को 75 को कुरा गर्नु भा मेरी आबो हैन। बालन सरकार हैन, काम गर्दै 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 जाँदाखेरि लास्टमा गरेको काम पनि राम्रो गरेको काम पनि नराम्रो होला जस्तो लाग्यो त यो कुराहरू सुन्दै जाँदा त। मान्छे 50 वर्ष बाँच्छ कि बाँच्दैन केही थाहा छैन, अनि त्यसरी हत्तै त्यसरी बढाइदिने अनि यो त चित्तबुत्त लागेन त मलाई त। अबको आउने युगमा 50 वर्ष कट्न पनि गाह्रो छ बालनजी। बालन सरकार म के भनौँ खै, म त राम्रो काम गर्दै जानुभएको छ भनिरहेको थिएँ। मान्छे त अब यो 50 कट्न पनि गाह्रो छ। यहाँ त खुबै टेकिहालेछ भने तपाईँको समथिङ 55 कट्ला। 70 75 त अब सम्झिने पानी छम्किने हो।